आज म कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई अदुवा गोड्दाखेरि कसरी गोड्ने र अदुवाबाट हामीले डबल फाइदा कसरी लिने भन्ने बारेमा बताउन गइरहेको छु। मैले अदुवा लगाएको थियो, आज म यसलाई गोडिरहेको छु र यसमा हामीले अदुवा निकाल्दाखेरि जहिले पनि यसरी लगाउनुपर्छ र यो अदुवाको यसरी ठ्याक्क यसरी भाँच्ने, गोडिसकेपछि यसरी भाँच्नुपर्छ। ठ्याक्क यसरी भाँच्ने हो भने हाम्रो पहिलाको अदुवा पनि यो यसरी निकाल्न मिल्छ। हेर्नुहोस् दाजुभाइ तथा दिदीबहिनीहरू, यो मैले अदुवा गोडेर यसरी निकाल्दैछु। यो यसरी हामीले ट्याक्क यसरी भाँच्नुपर्छ बिचबाट गोडेर। पुरानो अदुवा जतिको तति निकाल्न सकिन्छ र नयाँ अदुवा फेरि उत्पादन हुन्छ। यसरी हेर्नुहोस् मैले गोडेको छु। गोडेर मैले एउटै साइडबाट लगाएको हुँदाखेरि अदुवा निकाल्नलाई सजिलो भइरहेको छ। हेर्नुहोस् त, यो हामीले यसरी ट्याक्क यसरी भाँच्नुपर्छ। यसरी भाँचेपछि हामीले अदुवालाई राम्रो आम्दानी लिन सक्छौँ। यसरी पेट्ट पेट्ट भाँच्ने र पुरानो अदुवा हाम्रो जस्ताको तस्तो निकाल्न मिल्छ। यसरी निकालेर हामीले पुरा अदुवाबाट फाइदा लिन सक्छौँ। यसरी मैले सम्पूर्ण अदुवा गोडिसकेको छु र यो गोड्दाखेरि हजुरको अदुवा यसरी पुरानो लगाएको अदुवा यसरी देखिरहेको छ। र यसै गरी सम्पूर्ण अदुवालाई मैले आज गोडमेल गरेर यसमा घोडेउला मल राख्न गइरहेको छु। तपाईहरुले पनि यसरी अदुवा खेती गर्नुभयो भने राम्रो आम्दानी हुन्छ। हस्त, धन्यवाद।